ग्यास यो चाहिँ पानी जहाजको छेउमै आइपुग्यो ग्यास म पनि अब यो एरिया चाहिँ सबै पानी जहाजकै यो रहेछ अनि यहाँ चाहिँ पुरा पानी जहाजहरू टन्नै छ सायद यो चाहिँ हुनसक्ला अब बाहिरबाट टुरिस्टहरूको लागि होला गाइस यो चाहिँ पानी जहाजहरू सायद घुम्नुको लागि होला यो टुरिस्टहरूको लागि भाडाको लागि होला यो चाहिँ मलाई आइडिया छैन भएन म पनि पहिलोचोटि आएको सिनहरू चाहिँ कस्तो राम्रो छ गाइस यहाँबाट सिनहरू बोर्डहरू सबै प्राइभेट बोर्डहरूको लागि होला म चाहिँ अहिले फिलहाल यहाँनिर आइपुग्यो यो चाहिँ पुरा यता चाहिँ पुरा पानी जहाजहरू रहेछ पानीको जहाजको सायद स्टेसनहरू केही होला अनि यता चाहिँ माछा मार्दै गरेको यता चाहिँ पुरा पानीको जहाजहरू केही रहेछ यता अनि पुरा समुद्रको बिच यहाँ चाहिँ तपाईँको झन्डा लगाएको रहेछ साइप्रसको त्यही कारणले म चाहिँ खासै झन्डाहरू चाहिँ चिन्दिनँ देशको गाइस तपाईँहरू अनि गाइस यो के अरे मलसमा चाहिँ अब खालि सन्डे मात्रै यहाँ नेपालीहरूको भिड हुने अरू बेला चाहिँ खासै नहुने रहेछ अनि आज मेरो चाहिँ शुक्रबार हो शुक्रबार चाहिँ मेरो छुट्टी हुन्छ अनि त्यही कारणले यसो घुम्नु निक्लेको लास्टै यो के अरे एक्लै खासै त्यस्तो भिड नहुने रहेछ सायद बेलुकातिर हुनसक्ला भिड हेलो गाइस वेलकम टु माई न्यू ब्लग म चाहिँ गाइस आज छुट्टी थियो गाइस त्यही कारणले त मलस पार्कतिर घुम्न आएको गाइस एक्लै छु आज त कोही पनि छैन आज सबै साथीहरू खोइ कता गए अनि कुनै साथीहरू चाहिँ आज छुट्टी छैन त्यही कारण आज यसो एक्लै घुम्दै हिँडेको छु गाइस अनि यो चाहिँ यस्तो मल छ यहाँको अनि यहाँ चाहिँ सबै कुहिरेहरू छ गाइस घुमिरहेछ त्यही कारणले यहाँ चाहिँ अब के अरे कुहिरेहरू छ गाइस त्यही कारणले म चाहिँ घुम्दै हिँडिरहेको छु गाइस एक्लै अहिले चाहिँ गाइस भर्खर यहाँ फोटोसुट यसो सुट गरियो अब चाहिँ यहाँबाट निक्लेको गाइस जानु पर्यो हावा यस्तो जोली चलेको छ कि माइक पनि खस्ला कि जस्तो भइरहेछ त्यही कारणले चाहिँ यहाँबाट चाहिँ एकदम
राम्रो भ्यू आउने रहेछ गाइस यताबाट चाहिँ। अनि यो एरिया चाहिँ बहुत राम्रो छ यहाँ यो एरिया। टुरिस्टको लागि एकदम युरोपको लागि चाहिँ बेस्ट प्लेस भनेको साइप्रस नै हो। यहाँ यो चाहिँ गाइस पुरानो पोर्ट रहेछ। यो चाहिँ सबै पुरानो पोर्टहरू रहेछ योहरू। अनि यहाँहरू चाहिँ सबै पुरानो पोर्ट रहेछ गाइस। यहाँ चाहिँ सब कुहिराहरू रेस्टुरेन्टमा टन्नै आउँदो रहेछ खाना खानको लागि। अनि म चाहिँ अहिले फिलहाल यो रेस्टुरेन्टको साइडमा छौँ। कुहिराहरू यहाँ टन्नै छ। अनि अब सिजन पनि सुरु भइसकेको छ साइप्रसमा, त्यही कारणले पनि होला। त्यही कारणले अनि धेरै जस्तो चाहिँ बाहिरबाट मान्छेहरू आउँछ यहाँ। युरोपभित्रकै धेरै जस्तो मान्छेहरू आउँछ यहाँ। यो चाहिँ अहिले फिलहाल रेस्टुरेन्टको साइडमा घुमिरहेको छ गाइस। यस्तो छ म चाहिँ गाइस अब फर्केको कोठातिर। अनि त्यही कारणले अब कोठातिर फर्केको गाइस। आज चाहिँ म अहिले फिलहाल बसमा छु। साइप्रसको बस हो। यता चाहिँ के अरे बसहरू चाहिँ अलमोस्ट सेम इन्डियाको जस्तै हुँदो रहेछ। यो चाहिँ पुरा समुद्र एरिया हो है। यो एरिया हो पुरा समुद्र एरिया हो। समुद्र एरिया हो गाइस। म अहिले फिलहाल बसमा सफर गर्छु। त्यही कारणले यस्तो प्रकारको चाहिँ यहाँ चाहिँ धेरै जस्तो चाहिँ पुरा समुद्र एरिया हो। धेरै जस्तो चाहिँ समुद्रमा चारैतिरबाट समुद्रबाट घेरेको हो यो। समुद्रबाट घेरेको देश हो यो। अनि समुद्र एरिया हो यो। फिलहाल बसमा छु। अनि यो के अरे बसमा चाहिँ अब के भन्छ मलसबाट चाहिँ तपाईँको के अरे उता यो पार्क लाइन होटल भन्ने छ, त्यहाँसम्मको लागि चाहिँ 2 रुपियाँ हुन्छ तपाईँको। बिचमा जता ओर्ले पनि 2 रुपियाँ नै हुन्छ भाडा चाहिँ। जाँदा नि त्यति नै हुन्छ, आउँदा नि त्यति नै हुन्छ भाडा चाहिँ तपाईँको। के अरे खासै तपाईँको यो हाम्रो जस्तो देशमा जस्तो जति टाढा गयो त्यति भाडा चाहिँ हुँदैन। यहाँ चाहिँ तपाईँको यो चाहिँ बस रोक्ने हरन हो है। बस बजाउँदै रोकाउँदाखेरि आन्दोलन बजाउनुपर्छ है।
मन्डीको छ यहाँ चाहिँ